युमा रहेको नेपाल टिम विश्व क्रिकेट लिग डिभिजन 2 का लागि आफ्नो तयारी अन्तिमतर्फ पुर्याइरहेको छ। नेपाल टिमले विश्व क्रिकेट लिग डिभिजन 2 अन्तर्गतको खेलहरू कहिले खेलिरहेको छ, साथै खेल समय र लाइभ नेपाल टिम कसरी अर्को चरणमा प्रवेश गर्न सक्छ त्यो सम्बन्धी पनि सम्पूर्ण अपडेट रहनेछ। नेपाल टिमको हौसलास्वरूप भिडियो लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने एक सब्स्क्राइब र कमेन्ट बक्समा नेपाल टिमलाई शुभकामना पनि अवश्य प्रदान गर्नुहोला। युमा रहेको नेपाल टिमले विश्व क्रिकेट लिग डिभिजन 2 का लागि आफ्नो अभ्यासलाई तीव्र बनाउनका साथै तयारीलाई अन्तिमतर्फ पुर्याइरहेको छ। टिमले आफ्नो कमजोर पक्ष ब्याटिङ, बलिङ, फिल्डिङ तीनवटै विधालाई उत्कृष्ट किसिमको बनाउनको लागि पिच कन्डिसन अनुसार आफूलाई ढाल्ने प्रयासहरू गरिरहेका छन्। नेपाल टिमका लागि यो सिरिज एकदमै महत्त्वपूर्ण रहेको छ। सिरिजमा राम्रो किसिमको प्रदर्शन गर्न सके नेपाल टिम अन्तिम 4 भित्र अटाउन सक्ने सम्भावना प्रबल रहनेछ। त्यसका लागि नेपाल टिमले ब्याटिङ, बलिङ, फिल्डिङ तीनवटै विधामा शानदार किसिमको प्रदर्शन गर्नुका साथै नेट अभ्यासमा कमजोरीहरूलाई सुधार गरिरहेको छ। युईमा हुने लिग 2 मा नेपाल, अमेरिका र युईको टिमहरू समावेश रहेका छन्। प्रतियोगितामा प्रत्येक टिमले 4-4 खेलहरू खेल्नेछन्। नेपाल टिमले पहिलो खेल 26 अक्टोबरमा अमेरिकासँग खेलिरहेको छ भने खेल नेपाली समयअनुसार दिउँसो 11 बजेदेखि सञ्चालनमा हुनेछ। दोस्रो खेल युईसँग 30 अक्टोबरमा खेल्दा तेस्रो खेल 1 नोभेम्बरमा अमेरिकासँग र अन्तिम खेल नेपाल टिम 5 नोभेम्बरमा युईसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ। लिग 2 खेल्नको लागि 15 सदस्यीय टिमको घोषणा यसअघि नै भइसकेको छ भने टी20 विश्वकप खेलेका 12 खेलाडी र 3वटा नयाँ अनुहारहरू टिममा देखिएका छन्। जसन्तै अनिल कुमार शाह, भीम सार्की र शाहब आलमलाई टिममा सामेल गर्दै ओडिआईका लागि नेपाल टिमले बलियो स्क्वाडको घोषणा गरिसकेको छ। नेपाल टिमको खास कमजोर भनेको ओपनिङ ब्याटिङलाई कसरी सुधार गर्ने, साथै बलिङमा केही लाइन एन्ड लेन्थमा बलिङ गर्न सक्छ भनेदेखि जुनसुकै टिमलाई पनि पराजित गर्न सक्ने हैसियत नेपाल टिमको रहेको छ। पहिलो खेलमा अमेरिकासँग खेलिरहेको नेपाल टिम उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न पनि हामीले देखिरहेका छौँ। युएसएको टिम ओडिआई खेलमा शानदार किसिमको प्रदर्शन गरिरहेको छ, जसमध्ये खेलेका 20 खेलमा 14 खेलमा जित हासिल गर्दा 6 मा मात्र पराजित भएको अमेरिकाको टिम नेपालसँग 26 तारिकमा पहिलो भेट गरिरहेको छ। अहिलेसम्म नेपाल र अमेरिकाको टिम 6 पटक भेट भएको छ, जसमध्ये 3 मा नेपालले जित हासिल गर्दा 3 मा अमेरिकाको टिम एक खेलमा जित निकाल्न सफल भएको छ। अमेरिकाको टिम आईसीसी विश्व क्रिकेट लिग डिभिजन 2 मा अब्बल साबित हुँदै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ। यदि यो सिरिजमा अमेरिकाको टिमले 100% जित निकालेमा अमेरिकाको टिम 12 खेल अगाडि नै विश्वकप छनौटका लागि छनौट हुने सम्भावना अमेरिकाको टिमको रहेको छ। त्यसकारण नेपाल टिमले निकै नै सुझबुझ, संयमता अपनाउनुका साथसाथै डिसिप्लिनका साथसाथै जितका लागि नेपाल टिम अघि बढ्छ भनेदेखि जित नेपाल टिमको अवश्य हुनेछ। भर्खरै मात्र सम्पन्न भएको वेस्ट इन्डिज विरुद्धको युनिटी कप सिरिजमा नेपाल टिमले शानदार किसिमको वेस्ट इन्डिज विरुद्ध 2-1 को शानदार जित निकाल्नुका साथै टी20 एसिया स्तरीय विश्वकप छनौटको खेलहरूमा पनि समोचरण र सुपर 6 मा पनि शानदार किसिमको प्रदर्शन गर्दै टिम नेपाल टी20 एसिया तर्फबाट विश्वकपमा समेत छनौट हुन सफल भएको थियो। अब नेपाल टिमको लक्ष्य रहेको छ ओडिआई विश्वकपमा छनौट हुने, जसका लागि नेपाल टिमले लिग 2 को शीर्ष 4 भित्र अटाउनुका साथै विश्वकप छनौटमा पनि शीर्ष 3 भित्र अटाउनु पर्ने आवश्यक रहनेछ। नेपाल टिमले युईमा रहेर शानदार किसिमको प्रदर्शन गर्नुका साथै सिरिजलाई नै क्लिन स्विप गरोस्, यही शुभकामना रहेको छ। यस्तै क्रिकेट र खेलको सम्बन्धित ताजा र ब्रेकिङ अपडेटका साथ उपस्थित हुनेछौँ। अहिलेको लागि यति नै। हवस् त, नमस्ते। जय नेपाल, जय नेपाली क्रिकेट।